हेलो गाइस, वेलकम टू चैनल इन माई ब्लग। आज चाहिँ हामी यहाँ कहाँ अरे कुसुम खोला भन्ने ठाउँमा बस्न लागेको थियौँ। त्यही हो। अनि यहाँ राजन छ। मेरो युट्युब च्यानल चाहिँ 113 सब्सक्राइबर हो। आज चाहिँ हामी यहाँ बस्न जाँदैछौँ। म देखिन्छ खेलाएको पनि। अनि यस्तै हो। काफल चाहिँ बहुत छ कि बहुत त्यत्रो बुढो देखेन। अर्को यो एरियामा चाहिँ काफल हो कि सब सबै। अब चाहिँ हामी यहाँ यस्तो छ, यस्तो यति हिँड्यो नि। त्यही हो जे भए पनि अब चाहिँ धेरै लाग्छ। सुरुदेखि अब कति खतरा भ्यू थियो त्यहाँ देखाउनु पाइएन अन्त सारा कालिसगुड सब देखियो कि उताबाट गएर दिल्लीको थान कता कता लिएर हेर्नु गाइस। कालिज पनि देखियो के देखियो। यस्तै छ। त्यसो यहाँको नजारा कुसुम खोलाको यहाँ यस्तो घरहरू छन्। यहाँ बुटुर पहाड सहाड यस्तो यस्तो बुटुर छन्। अनि हामी चाहिँ यहाँ आइगयो छ। ल अहिले फेरि बोलाउँ ल, अहिले थाकै लागि अब त्यही हो। ल बाई। कहाँबाट नि यहाँ नास्ता खाना कस्तो खतरा रहेछ ठाउँ अन्त अहिले फेरि बोलाउनु न। त्यही हो। मैले बाहिरको भ्यू देखाउँछु नबोलिदिनु फेरि भिडियो गर्नु पऱ्यो नि। यहाँ भिडियो गर्नुपर्छ। स्लो गराउँछ अरे यहाँ त। जानु बाबु कहाँ ल गाइस। अब चाहिँ हामी ल डर लागिरहेको छ यो बोल्न भन्दा। त्यही आमा बुझ्नु हुन्छ पछाडि एउटा बुवा हुन्छ होइन। डर लागिहाल्छ। यहाँको नजारा सब देखाउँछु कि मलाई बाहिर घरमा पनि मान्छे छन्। मान्छे कहाँबाट बोल्न पनि डरै लाग्छ। अन्त अब छुट्टी 2 दिन 3 दिन थियो। शुक्रबार शनिबार र आइतबार भोलि पनि छ। अनि अब जान त घर जानु मन थियो। मम्मीलाई पनि नगरी उस बस्ने गरी नगरी गएको मलाई पनि थाहा छैन। अब यति टाढा भन्ने पनि यहाँ आमालाई घर देखाउनु भन्नुभएको। अनि आज फेरि बस्ने कुरा गर्नुभयो। आमा बिचरा सोच्नुहुन्छ त्यस्तो आमा प्रत्येक घरमा हुनुपर्छ। मधेसमा त्यत्रो ठुलो 3 तले घर रहेछ तर पनि यतै यार बस्नु रहेछ। त्यहाँ मान्छे बोलाउँला अनि 2000 अगाडि मान्छेहरू धेरै छन्। अनि गाइस अब चाहिँ हामी यहाँ म चाहिँ यहाँ आएको छु। त्यहाँ चाहिँ धेरै मान्छेहरू जानुभएको थियो। त्यही डोजरसम्म त्यहाँ त भिडियो बनाएको थियो। त्यहाँ जानुभयो धेरै हेरेको छु। अनि यहाँ चाहिँ धेरै मान्छेहरू डर लाग्छ। अन्त केही डर लाग्दैन ल। चिलमा बनाइन्छ भिडियो अन्त औषधिहरू छ यस्तो हरिब ठाउँ छ। काफल त फलाक फाल्छ त्यो डराइन्न। अब त भ्लग बनाउँदै हुन्छ हाम्रै गाउँको हिल्लो अनि म चाहिँ बाटो हेर्न गएँ कि फेरि डर लाग्ला भोलि नबोलिकन यताको नजारा यता बल बुल्टिरहेको छ। यता आइरहेको छ 500 किलोहरू। अनि यता भन्दा जल्दी चाहिँ 500 किलो हुन्छ। त्यहाँले बनाइरहनु थियो अब चाहिँ अहिले त्यसमा यहाँको नजारा चाहिँ यस्तो छ। त्यही फेरि दोकानबाट बनाएको थियो भिडियो एउटा नजाराको। त्यही भएर एउटा घर छ होइन हरिबबाट त्यो होमस्टे जस्तो छ कि ठाउँ धेरै विकसित भएको छ। फेरि धेरै लामो मान्छ भिडियो गाइस। अब चाहिँ अँधेरो भइसकेको छ। यस्तो अँधेरो भइसकेको छ। अब हामी पर्खिँदैछौँ। यिनीहरूलाई चाहिँ मैले बाटो बताइदिने अगाडि गइरहेको छ। यिनीहरूलाई मैले बाटो बताइदिनु अनि म बाटो खन्दाइरहेको थिएँ यस्तोमा। अनि आउँदा भ्लग बनाइरहेको थिएँ। यहाँ बिग्रियो कि बिचमा के भएर बिग्रियो भने त्यही हो। त्यसपछि आज डोजर खानु
अनि यहाँ काफलका बुट चाहिँ धेरै छन् कि गाइस। यहाँ यता काफलका बुट धेरै आएर चाहिँ भयो। अब भोलि बिहान बनाइन्छ धेरै भ्लग चाहिँ गाइस। अब चाहिँ हामी अनि यहाँ कोही यहाँ हाँस्छन्, प्रति जस्तो मान्छे हाँस्छन् हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। भन्दा पनि मेरो भाइको युट्युब च्यानल हो होइन। अनि हामी चाहिँ बल खेल्न आएको आज नाइटोला डे सेकेन्ड। हिजो आएको, हिजो यतै बस्यौँ जितेर। आज सुरु गेम हाम्रो हुन्छ होला। हामीसित हुनुहुन्छ शङ्कर खत्री, यता हुनुहुन्छ सुभाष सिंजाली, क्विक स्पाइकर, रोहित भण्डारी। अपाङ्ग भइसक्नु भएको छ रोहित भण्डारीले, खुट्टो भाँच्नु भएको छ। र अलराउन्डर प्रतीक खत्रीज्यू र हियर अन क्यामेरा कपिल छेत्री। सो हामी जाँदैछौँ अब गाउँ टुर गर्न, घुम्न। काफलको गाउँ हो होइन, अब काफल खाइन्छ। काफलै काफल छ होइन, यहाँ सब काफल हो। रुख छ, काफल त छैन। अब हामी यहाँ घुमिन्छ मस्त। यो टुट लगाएछ यसमा। यो काले भाइले यहाँ खुट्टो भाँचेर यसलाई यसो एक्सर्साइज गरान्, तानतुन गरान्, 1-2 झापट है छस्छ यति। हामी गइन्छ अब यहाँ ऐसलु खान। हामीलाई गाडीको गन्धसित मतलब छैन कि, हामीलाई यहाँ ऐसलुसित मतलब छ। यस्तै यस्तै चिज खानुपर्छ कि गाउँमा बस्छ। जाम मासतिर पसल के। सो हियर यु गाइस, यहाँ बाटो बनिरह होइन। हिजो रातिको पानीले छस्छ, थोरै क्षति पुऱ्याएको छ यहाँ नाइटोलामा। नाइटोला अझै त्यति विकसित भएको गाउँ रहन्छ। यहाँ वाइफाई पनि छैन होइन, डाटा नि चल्दैन, रुममा लाइट पनि छैन, खानेपानी पनि अब कता थाहा छैन, पाउनु गइरहेछ। अब बाटो हेर्न सक्नुहुन्छ तपाईँले, यस्तो छैन। यहाँ करस फायर पनि, अब करस फायरले पनि फेल खान्छ होला यो बाटोमा त यार। मुस्ताङ बरु सजिलो छ होला कि, यस्तो छ नि त। अब यस्तो फेरि लिएछन् भन्नुपर्छ। हाम्रो लङ्गडो साहब यहाँ खच्याङ गर्दै आइरहनु भएको छ यो बाटोमा। यो बाटोमा त बाइक गाडीलाई भन्दा रोहित भाइलाई दुःख भएको जस्तो देखिन्छ हामीले। तर ख्याचेक गर्दै हिँड्नु पऱ्यो होइन। हामी जाँदैछौँ दोकानमा, उठेको त म 5 होइन। हामी अब पसलमा जाँदैछौँ केही कुछ खानको लागि। चिया खाइसक्यौँ, आमाले बनाएर दिनुभएको थियो। अनि म कति 5:30 बजी उठेर मोबाइल चार्ज लगाएको थिएँ। यस्तो छस्छ, त्यहाँबाट उठ्दाखेरि दाइले चार्ज ल्याइदिनु भएको थियो। अनि यिनीहरू फेरि बहुत ढिलो उठेको थिएँ। राति पनि सुत्न पाएन म मजाले, आनन्दले सुत्नु पाएँ। कहिले बिरालो आएर उस गर्छ, कहिले लाइट बाल्दै आउँछन् को, एउटा अर्को फेरि अब गर्लफ्रेन्डसित। सो गाइस, यो हाम्रो प्लेग्राउन्ड न, रातभरि पानी भएर पुरै पानी पऱ्यो भर्रे। आज कसरी खेल्न जान् आयोजकले। 9 बजिसक्यो, आयोजक आएनन्, बाहिरी टिम आएर यहाँ 2 तयार गरिसक्यो। अब आयोजक भाइहरू आउँदैछन् बल पिड्दै। आज स्कुल पनि रहेछ, यो चाहिँ नाइटोलाको श्री लक्ष्मी आधारभूत विद्यालय। अनि यो गाउँ मिठा, गाउँ चाहिँ दामी है, त्यही हो, विकसित नभएर मात्रै। ग्राउन्ड चाहिँ लभली छ, मजाको दुबो सहीमा होइन। नेट चाहिँ अब त्यस्तै हो, झोलङ्गे पुल बानी केटाहरूले किन होला होइन। ठिक छ त पनि। अब पानी जम्यो, कसरी खेल्ने थाहा छैन, सुकिसक्यो, दुबो चाहिँ सुकिसक्यो। त्यहाँ पनि ओए हराइसकेछ त पानी लिएर त। त बोर्रे थियो नि त हामी आउँदा। सो गाइस, यहाँ आउँदा चाहिँ यो पुरै भर्रे थियो क्या पानीले। यो तल्लो यो कोट चाहिँ पुरै यो भर्रे थियो, अहिले चाहिँ पुरै सुकिसकेको छ पानी, छिटो सुक्ने रहेछ। अब यहाँको अलले यस्तो दुबो गराएर यहाँ गराइदियो। चिप्लिन चाहिँ चिप्लिन्न यो गराउँ, त्यति डर लाग्दो चाहिँ छैन। र अब हेरौँ
ए यहाँ आएर त बेल्चा सेल्चा युज भइसकेछ आयोजकबाट ठिक छ ल गेम हुन्छ अब एकछिनमा गेम पनि गाइस म चाहिँ आइसकेको छु यहाँ बसिरहेको छु यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ सुभाष सिंह जैल छन् त आफ्नै पारामा कि फेरि यहाँ सबैजना गराउँछ हरिब छ कि यहाँ मन पर्छ हेर्नुहोस् यस्तो नजारा छ यहाँ दुईवटा फोटो खिच्ची है होमस्टे जस्तो छ कि फेरि गर्दैन एउटा फ्रुटीलाई 35 रुपियाँ पर्छ त्यही हो अब बन्द गरिन्छ भगत अहिले फेरि जाने बेलामा बनाइन्छ धेरै छन् अब बेर लाग्छ ल धेरै लामो हुन्छ गाइस हामी चाहिँ फर्किने बेला भइसकेको छ फेरि फर्किने बेला भइसकेको छ पछि लगाएर चाहिँ यहाँ बस्नु पर्यो मैले चप्पल लाग्छु स्कुल जस्तो छ यहाँ त रोहित र मैले रोहित भन्नुपर्छ सो कति साल बस्नु पर्यो ल अब यहाँनिर गइसक्यौँ फेरि बन्द गाइस हामी चाहिँ अब घर जाने बेला भइसक्यो अब यहाँ चाहिँ तानजिनबाट मोबाइल सेफ्टी राखिदिनु त्यो आलामा बस्नुपर्छ घरभित्र आएर सेफ्टी हुन्छ मजा बस पैसा पनि देखिनु पर्यो यार लक्ष्य धेरै पनि होइन धेरै लामो भयो कुशलताले नबना भयो भन्नु भयो त्यही भएर साथीहरू देख्न सक्नुहुन्छ यस्तो यहाँ पैसा चाहिँ कमै लिन्छ नि ल फेरि पिएपछि बोलाउँ ल त्यसपछि भलक चाहिँ गयो धेरै होइन खतरा भ्यू छ गाइस यहाँ क्यामेरा हल्लेको छ साथीहरू कसलाई हेरेर ओहो ओहो मेरो मोबाइल डिस्प्ले उडेको यसको मोबाइल दिएको सुविधा गाइस देख्न सक्नुहुन्छ ओहो ओहो गरीब छ देख्न सक्नुहुन्छ गाइस कुरा हुन्छ नि त्यही अरे घर पुग्न जाइए पोखरे लगी भंडारी टाइम हो गया गाइस अब चाहिँ घर आइसकेछ आजले यति नै धेरै उस भयो गाडीमा आएको गाइस आज नै यति नै थ्याङ्क यू फर वाचिङ